नक ढकाल शान्ति सेरामिक्स वीरेन्द्रनगर सुर्खेतदेखि आज हामी छौँ हाम्रो कर्णाली प्रदेशकै हस्ती आदरणीय दाई डाक्टर डम्बर खड्काज्यूको निवासमा। उहाँले शान्ति सेरामिक्सबाट टाइल, मार्बल र ग्रेनाइटहरू पर्चेज गर्नुभएको थियो। सो प्रोजेक्ट चाहिँ सफलतापूर्वक सम्पन्न भएको छ। हामी 2 मिनटको फिडब्याक लिन गइरहेका छौँ दाईसँग। हजुरलाई शान्ति सेरामिक्सबाट टाइल पर्चेज गरेर हजुरको अनुभव कस्तो रह्यो दाई? थ्याङ्क यू भाइ। अब सिधै भारतबाट आएको प्रडक्ट, त्यसमा पनि हाम्रो स्थानीय भाइहरूले गरेको बिजनेस सुर्खेतमै यो उपलब्ध हुन चाहिँ धेरै राम्रो कुरा हो होइन? हजुर, यसो सरसर्ती हेर्दाखेरि प्रडक्ट चाहिँ क्वालिटीको नै प्रडक्ट छ। फेरि अहिले नयाँ ठुलो टाइलहरू आउँदा जुन आर्टिफिसियल ग्रेनाइट आयो होइन, यिनीहरू चाहिँ नि घर दैलोमै प्रयोग गर्न पाउँदा तपाईँहरूको प्रडक्ट हामी चाहिँ मलाई चाहिँ खुसी लाग्यो। धन्यवाद। हजुरलाई क्युटोन टाइलको फिनिसिङ र क्वालिटी कस्तो लाग्यो दाइ? अब यो समन्वय हुनुपर्छ। अब विक्रेताहरूको पनि त्यो एटिच्युड र चाहिँ कसरी चाहिँ बिजनेस गर्ने भन्ने एउटा चाहिँ टेक्निक, हजुर, त्यो चाहिँ तपाईँहरूको राम्रै लाग्यो। त्यसपछि आएर चाहिँ लाउने मिस्त्री पनि राम्रो हुनुभयो। हजुर, अब हामीकोमा पहिलेदेखि नै गरिरहेकै मिस्त्री थिए, बिचराहरूले जस राम्रै मिहिनेत गरेर गराइदिए। अब सानोतिनो छुटफुटहरू त छँदैछन्, तर समग्रमा चाहिँ जस पहिलाको भन्दा अब हाम्रो त पहिला पनि बनाएर अहिले चाहिँ जलेर फेरि बनाएको हो। कम्पेरिटिभली पहिलाको भन्दा अहिलेको टाइलिङ, यो ग्रेनाइटहरू, मार्बलहरूको चाहिँ नि राम्रो भएको जस्तो लाग्यो। शान्ति सेरामिक्सको सपोर्ट, शान्ति सेरामिक्सको सर्भिस हजुरलाई कस्तो लाग्यो? होइन, तपाईँहरू एकदम पोजिटिभ सोचेर एकदमै आफ्नै सम्झेर जुन चाहिँ नि व्यवहार गरिदिनु भयो, त्यसको लागि चाहिँ नि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र एकदम मेन कुरा त्यो पनि हो, एउटा बिजनेसमा आफ्नै जस्तो मानेर केही छैन भनेर पैसा त के हो र भनेर यस्ता कुराले धेरै माने राख्छ। त्यो कुरा चाहिँ तपाईँहरू पाएँ, धेरै चाहिँ पोजिटिभ जस्तो लाग्यो। मेरो फिडब्याक एउटा के त भन्दाखेरि, जस्तो सामान फुट्दाखेरि ट्याक्क भएर दाग लाग्छ नि, हजुर, अब माथिदेखि तलसम्म एउटै कलरको चाहिँ मेटेरियल भयो भने अझ बेटर हुन्थ्यो। फुटे पनि अर्कै कलर चाहिँ देख्न पर्थेन नि। त्यो मेरो एउटा रेकमेन्डेसन चाहिँ मेरो रह्यो। आगामी दिनमा हजुर शान्ति सेरामिक्सलाई रेकमेन्ड गर्नुहुन्छ दाइ? स्योर रेकमेन्ड गर्छु। धन्यवाद दाइको 2 मिनटको लागि। हजुरलाई धेरै धेरै धन्यवाद। हजुरको आगामी दिनहरू सुखमय बितुन्। धन्यवाद दाइ। हस्, थ्याङ्क यू।